नमस्कार साथीहरू, सम्पूर्णलाई स्वागत छ भिडियो हेरेर बस्नुभएको साथीहरूलाई। आज म एउटा यस्तो ठाउँमा आएको छु जसले मेरो मात्र होइन कि धेरैको बाल्यकाल पुगेको छ। त्यो यही स्कुल हो जहाँ हामीले पहिलो पटक क ख ग लेख्न सिक्यौँ, साना साना सपना देख्न थाल्यौँ र जीवनको रङ्गीन सुरुवात गऱ्यौँ। पहिले यहाँ कति चहल पहल हुन्थ्यो, यो वरिपरि रमाइलो हुन्थ्यो, स्कुलको घन्टी बज्थ्यो, साथीहरूको हाँसो गुन्दिन्थ्यो। तर अहिले सबै सुनसान छ। यो स्कुल अहिले पुरानो भएर होला भत्किन आँटेको छ। मलाई त लाग्छ कि वन जङ्गलका जन्तुहरू आएर यही बसोबास गर्ने गर्दछ। भित्रको कोठाहरू देखाउँदा अब म तपाईँहरूलाई भित्रको कोठा देखाउँदाखेरि म भन्छु कि यी कोठाहरू जहाँ हामी बसेर पढ्थ्यौँ आज धुलोले भरिएका छन्। कक्षाको भित्ताहरू फुटेका छन्, चर्केका छन्, बेन्च डेस्कहरू छैनन्, लथालिङ्ग कथा छन् थाहा छैन, ब्ल्याकबोर्ड पनि मेटिन लागेको छ, जस्तो कि यहाँको पढाइ पनि बिस्तारै हराउँदै गएको छ। पहिले यही कोठामा शिक्षकले पढाउनुहुन्थ्यो, हामी ध्यान दिएर सुन्थ्यौँ, तर अहिले यहाँ केवल सन्नाटा छ। यो दृश्यले एउटा कुरा सम्झाउँछ, स्कुल केवल पढ्ने ठाउँ मात्र होइन, यो हाम्रो सपना सुरु हुने, भविष्यको लक्ष्य राम्रो बनाउने एउटा के हो त? शिक्षाको ज्योति छर्ने एउटा मन्दिर हो। तर यहाँका सम्झनाहरू भने कहिले मेटिँदैनन्। मलाई विश्वास छ कुनै दिन फेरि यहाँ जीवन फर्किनेछ र यो स्कुल फेरि उज्यालो हुनेछ। धन्यवाद साथीहरू, यो सानो यात्रामा साथ दिनुभएकोमा। यस्तै भिडियोका लागि च्यानललाई सपोर्ट गर्न नबिर्सिनुहोला। धन्यवाद।